साथीहरू नमस्कार। हाम्रो यो काभ्रे जिल्लामा चाहिँ यो गाउँले न्याउरी चलन चाहिँ कस्तो छ भनेदेखि मामावली चाहिँ भान्जाको बिहेमा जाँदाखेरि अर्थात् दिदी बहिनीको छोराको बिहेमा जाँदाखेरि हामी यसरी जान्छौँ। राँगो डोर्याएर, खसी डोर्याएर, रक्सीको ग्यालिन लिएर, तपाईको त्यसपछि सेलरोटीको डालो, अब चिउराको डालो, फलफुलको डालो, अनि अरू अब के अरे तरकारीहरूको अब काँचै तरकारी पकाउनु पर्ने तरकारीहरूको डालो, त्यसपछि अन्डाको क्रेट यसरी जान्छ। तपाईहरुकोतिर चाहिँ कसरी जान्छ? आफ्नो ठाउँको आफ्नो चलन हुन्छ। हाम्रो गाउँघरको न्याउरीहरूको भान्जाको बिहेमा जाँदाखेरि चाहिँ सगुन र कोसेली यसरी लिएर जान्छ। सबैको आफ्नो प्रतिक्रिया दिनु होला। तपाईलाई चाहिँ हाम्रो यो कोसेली लाने चलन कस्तो लाग्यो? यसरी लगिसकेपछि दिदीको सान र भान्जाको नाक कत्रो होला? आफै इमेजिन गर्नुस् त।